ए कान्छा कान्छा चिया पाकेन भने चिया पाक्यो ल्याउँदैछु दाइ ल्याउँदैछु मिठो चिया बनाउनु पर्यो नि दाइको लागि ल ले कस्तो चिसो ए दाइ चिया मिठो चिया ल चियस पनि गर्ने क्या दाजुभाइ अब चियस त अब गर्नै पर्यो नि भाउजू माइत गइहाल्नु भयो त्यहाँ माइत गइरहन्छ नि अनि के कुरा हुन नि हेर्न त्यो पारीको स्यामे छ नि स्यामे दसैँ अगाडि घर पोत्न पाइन रामदाई भनेर 8 पाती रातो माटो लिएर गएको थियो यत्रो दिन भइसक्यो लिएर दिन त परिजाओस् उल्टो लिन आउनु पर्यो रामदाई पो भनेर भन्छ भने अनि त्यही भएर त यसो एकछिन त्यहाँ मिलाएर लिएर आइज नि त्यो माटो भनेर त्यहाँ पनि यताउति घर पोत्नु पर्ने छ हुन्छ नि त भइहाल्छ नि अब ठिकै छ फुर्सद भएन होला लिन बोलायो होइन त्यो स्यामेको चाहिँ बानी नै मलाई थाहा छ के तँलाई थाहा छैन जे सामानहरू लिएर गए पनि दिने बेला त्यस्तै हो हातले दियो खुट्टालाई साथी भने हात आफै लिन जानुपर्छ आफ्नो सामान दिएर आफै लिन जानुपर्छ त्यही भएर म त्यसलाई केही दिनै मन लाग्दैन कि साँच्चै कति दिएको थियो अरे माटो 8 पाती कि 8 पाती ए 8 पाती 8 पाती त बोक्न गाह्रो हुन्छ त दाइ यत्रो बाघले खाइ नसक्ने ज्यान छ बोक्न गाह्रो हुन्छ अरे 8 पाती पनि त्यत्रो त पहिला धानको बोरा चाहिँ काँडामा हालेर बोक्थिस् अब जाब 8 पाती माटो बोक्नु सक्दैन जस्तो भने होइन अब धान त अलि हल्कै हुन्छ माटो अलि गह्रो हुन्छ त्यही भएर चाहिँ अलिक गाह्रो हुन्छ कि भने ठिकै छ भ्याइएन भने सकेन भने 2 खेप गरेर ल्याउँछु नि त म त्यति जाब माटो ल्याउनु 2 खेप ल जे ल्याउनुपर्छ लिएर होइन हेर अब घरको कामले गर्दाखेरि म अफिस नगए पनि धेरै भइसक्यो त्यो त तँलाई थाहा छँदै छ होइन हजुर म चाहिँ अब यसो अफिस पुगेर आउँछु त्यहाँ के भइरहेछ कामहरू होइन त चाहिँ अब त्यो माटो लिएर है माटो लिएर सकेर अनि यताउति आज भाउजू पनि आउँछ तेरि भाउजू घर सफासुग्घर गरेर राख है हुन्छ है त साँच्चै अस्ति भाउजूलाई फोन गर्नु भएन तपाईँले ए अस्ति फोन त गरेको अनि आउँछु भनेर चाहिँ तयार भयो कि रे अनि आमालाई 81 के भयो गाह्रो भयो भनेर आउन पाइन बुढा मासी कहाँ भनी ल ठिक छ नि पर्सि आइज भने आज आउने ठिक है त ठिक छ अब भाउजू आएपछि मलाई गाह्रै हुन्छ काम लगाइरहनुहुन्छ अब तालपरे भाँडा पनि मान्नुपर्छ अब धान काट्न पनि बाँकी छ अब धान पनि मलाई नै लगाउने होला दाइ तपाईँले चाहिँ यसो खुसुको आएर सघाउनु नि फेरि मलाई होइन म सघाइहाल्छु नि पानी पर्ला जस्तो धान पनि काट्नु पर्यो अब तेरो भाउजूको बानी तँलाई थाहा छँदै छ नि तँलाई कस्तो गर्छ भन्नु त मलाई आउँछ थाहा छ तै पनि धेरै अब त्यो नगर होइन भाउजूको बानी यस्तै हो भनेर चिन्ता लाग्दैन सबै म मिलाइहाल्छु नि है त हुन्छ म खासै भाउजूसँग त्यति कुराकानी त गर्दिनँ तै पनि यसो केही खर्च यताउति कहाँ जानु पऱ्यो भने चाहिँ मागिरहेको हुन्छु अब खोइ तै पनि अस्ति कता पिकनिक जाने भनेर भाउजूसँग पैसा माया थिइस् के अरे भाउजूले पैसा दिनँ भनेर मसँग भन्दै थिइस् होइन अब दिनु भएन नि साथीहरू सबै गए छोडेर फोन गर्दै थिएँ किन नआएको भनेर अब मैले त दिनु है कान्छामा पिकनिक जाने रे साथीहरूसँग अलिअलि खर्च दिएर पठाउनु भनेर पठाइदिएको थिएँ ल ठिक छ हुन्थे अब यो पालि भएन होइन अर्को पालि म आफै भएर नि म गएँ है त ओहो च्याउसुबा नमस्कार नमस्कार ओहो च्याउसुबा आज त पुरै मुड फ्रेसमा देख्छु त म तपाईँलाई म सधैँ मुड फ्रेसमा त छु नि सुन्दरे त्यसो होइन च्याउसुबा मैले त आज तपाईँले रक्सी खानुभएको छैन रहेछ भनेको के ए त्यसो पो भनेको बेला न कुबेला रक्सी पिउने हो र बेला हुँदैछ के कुरा गरे होला यो च्याउसुबाले तपाईँ सधैँ हिजो अस्ति झुम्म भएर हिँड्नेमा चाहिँ आज त गजब भएछ त गजब सजब केही होइन खल्तीमा सुक्को नभएर हो ए कुरा त्यसो भयो मसँग पनि दिउँ भने सुक्को छैन ल अब तैँले दिनु पर्दैन तँलाई मैले नचिनेको हो र तेरो गफ मात्रै हो हेत तेरी च्याउसुबा मसँग भयो है तपाईँले दिन्थ्यो नि म कति माया गर्छु तपाईँलाई थाहा छ त कस्तो छ भन्ने कुरो थाहा छ मलाई
भएन है भोला दाई। तपाईँ गाउँभरि सबैको जोडा मिलाउँदै हिँड्नु सक्नुहुन्छ, त्यो कान्छा दाईको जोडी चाहिँ किन मिलाउनु सक्नु भएन तपाईँले? के कुरा गरे सुन्दरी भाइ, मैले कहाँ त्यो कान्छाको जोडी नमिलाउनु खोज्या हो र? त्यसकै भाउजूले पो कान्छाको जोडी मिलाएर बिहे गर्नै दिन्न खोजेको। बिहे चाहिँ किन नगरेको? बिहे गर्ने बेला त भइसक्यो त्यसको। होइन तँ मलाई किन सोध्छ सुन्दरी, घरिघरि कान्छा बिहे भएन भनेर? त उसकै दाजुभाउजूले गएर सोध्न, उसको भाइको बिहेहरूको किन बिहे नगरे भनेर। गाउँभरि जोडी मिलाएर हिँड्ने तपाईँ, गाउँ गाउँ पस्ने तपाईँ, अनि तपाईँले नसोधेर कसले सोध्ने? होइन हो रामदाईकै श्रीमती हो। चुप्लाक माइत गएर आएकी, उसको कुरा नगर। उसले सुन्यो भने बेकार नराम्रो हुन्छ। ल हिँड्छौ, ज्ञान पनि पुग्यो। जाउँ जाउँ, याम पनि सुइगयो ल। ल ल बिस्तारै उठ्नु, बिस्तारै ल जाउँ है। ओहो धेरै खुट्टा दुख्यो क्या यहाँ खेल्दा खेल्दा। बुझिएछ क्या, बस्दा बस्दा तेरिका होइन ए दाइ, यो के बनाउनु क्या? भुँडियाली रनिङसँग यो पारेर दिएर बिहान बेलुका गर्नु हुन कि खाना चाहिँ कति खानुहुन्छ हौ तपाईँले? ए बाबु, हात्तीले धेरै खान्छ, हक्छ पनि धेरै के, त्यस्तै हो ज्ञान। होइन यो चौडाइमा त यस्तो बढ्यो क्या दाइ, लम्बाइ चाहिँ माथि स्वाटा लानु पर्यो बरु। ल अब यो कुरा पछि गरौँला, तिमी अहिले घर जाऊ, म अहिले मन्दिरमा गएर दर्शन गरेर आउँछु। ल ल हस् त दाइ, ल लाग्यो त म। ल अलिक ज्यान घटाउने काम गर्नुहोस् है। भोला दाइ, भगवान्सँग के माग्दै हुनुहुन्छ? के माग्नु नि, भगवान्सँग सबैको जय होस् भनेर मागे क्या। अनि बुहारी नानी, तिमी त माइतबाट चाँडै फर्केछौ त। बस्नु त मन थियो नि भोला दाइ, अब बुढाले छिट्टै आउनै भन्नुभएको थियो, त्यही भएर नि। ए अनि तिम्रो माइती गाउँतिरको हालखबर चाहिँ के छ नि? सबै ठिक छ दाइ। तिम्रो माइती गाउँमा कोही केटा र केटीको बिहे गर्नु छ भने मलाई खबर गर है, मसँग केटाकेटी लाइन छन्। ल दाइले नभने कसलाई भन्नु त, भनिहाल्छु नि दाइ। मेरो त कामै त्यही लमीको हो। ल दाइ ढिलो पो लाग्यो है। ल ल ल अर्का बिहे त के गर्ने, आफै बिहे गरेर होइन। दाइ, ए दाइ, कहाँ जानुभएछ हाम्रो दाइ? म चाहिँ माटो लिएर आइसकेँ, धान पनि यहाँ आइरहेको छ, हिजोदेखिको उठाएको पनि रहन्छ। भाउजू पनि माइत गएको गई गर्नुहुन्छ, हामी दाजुभाइलाई ए यस्तो काम गर्नुपर्छ। यो धान त उठाइहाल्नु पर्यो, मान्छे आयो भने पनि अलि अप्ठ्यारै हुन्छ, पाहुना नै आउनु सक्छन्। दाइ पनि भाइलाई काम लगाउनु पाएपछि खुसी हुनुहुन्छ। भाउजू चाहिँ उहाँ माइतमा मिठो मिठो खाएर बसिरहनु भएको होला, हामी दाजुभाइले चाहिँ यहाँ घरमा काम गर्नुपर्ने। के गर्नु, बेलैमा यो कान्छाको बिहे गर्दाखेरि दाजु भाउजूले पनि सुखै पाउँथे, मैले पनि काम गर्न पर्थेन। के गर्नु, यो धान उठाएर कुखुरालाई दिनु पर्ला। हेर माटोको ताल, घर पुट्न माटो चाहियो भनेर 4 पाथी माटो दिएर पठाएको, अहिले दिने बेला 4 मान पनि छैन। गाउँ घर ऐँचो पैँचो नदिउँ भने भएन, दियो भने आफूले पठाएको सामान फिर्तै दिँदैनन्। अब दसैँमा लिन आउनु, थपेर दिउँला भनेर पठाए। यस्तो छ गाउँघर, के गर्नु, सहयोग गर्नै नहुने, भनेको जति पठाउँदै नपठाउने। त्यो स्याम्या सन्तान त्यस्तै छ।
दाइले माटो लिएर भनेर पठाएको, अब मैले के अरे भन्ने, 4 मानु लिएरै भनेर। सुकुल पनि फाट्न लागिसकेको छ। एउटा नयाँ सुकुल लिनुपर्ने जस्तो देखियो। दाइसँग सल्लाह गरेर एउटा नयाँ सुकुल मगाउनु पर्यो। के गर्नु? खाना पनि खाइयो, खाना त खाइयो। दाइसँग सँगै बसेर खान पाए अलिकति बढी खाना रुथ्यो होला। अब दाइ पनि कता जानुभयो। अब आज यसो चाहिँ काम पनि खोजेर 2-4 पैसा कमाऊ भन्ने सोच बनाएर चाँडै भात खाइयो। दाइलाई कुर्न पनि सकिएन। दाइ रिसाउनु भयो भने पनि ठिकै छ, दाइलाई यस्तो भयो भनेर भन्छु म। भाउजूले पनि मलाई काम खोज भन्नुहुन्छ। त्यही भएर आज यसो कतातिर काम पाउँछ खोज्न जानु पर्यो। घरमा नि कोही छैन, कोही आउन सक्छ, तालचा लाएर जान्छु। साँचो चाहिँ सधैँ राख्ने ठाउँ राख्नु पर्यो। दाइ आउनुभयो भने खोल्न सजिलो हुन्छ, भाउजू आउनुभयो भने पनि खोल्न सजिलो हुन्छ। ल भगवान्, आज मैले काम पाऊँ। भाउजू सधैँ काम गरेन भनेर गुनासो गरिरहनुहुन्छ। भाउजूको मेक मार्नको लागि पनि मैले काम पाउनुपर्छ है भगवान्। म लागि ए राम दाई, तपाईँ यहाँ काम गर्नुहुन्छ? हो त, म यहीँ काम गर्छु त। होइन, यो के हो दाइ? हो ट्याङ्की जस्तै। हेर सुन्दरी भाइ, हाम्रो कागेश्वरी मनरा नगरपालिकाले यो खानेपानीको ट्याङ्की बनाउँदैछ। यो ट्याङ्की बनेपछि सबैले शुद्ध पानी पिउन पाउनेछन्, बुझ्यौ? त्यही कामको लागि म निरीक्षण गर्न आएको, बुझ्यौ कुरा? हाम्रो नगरपालिकाले एकदम राम्रो काम गर्नुभएछ है दाइ। त्यही त सुन्दरी भाइ, यस्ता राम्रा काम त हाम्रो नगरपालिकाले धेरै ठाउँमा गरेको छ। जनताहरूलाई धेरै सुख भएको छ। धेरै राम्रो कामहरू गर्नुभएको छ। अरू के काम गर्नुभएको छ? अरू हजुर, यो नगरपालिकाले बाटो नभएको ठाउँ बाटो बनाएको छ, पिच नभएको ठाउँ पिच गरिदिएको छ, होइन? ढल नभएको ठाउँ ढल पनि हालिदिएको छ, होइन? यताउति भनौँ न, सबै ठाउँमा चाहिँ अब नगरपालिकाले गर्नुपर्ने काम उसले गरिरहेछ। सबैले भनौँ न, जनताहरूलाई चाहिँ सुविधा हुने कामै गरिरहेको छ कि नगरपालिकाले। हाम्रो नगरपालिकाले एकदम राम्रो काम गर्नुभएछ कि राम दाइ। हो त सुन्दरी भाइ, हाम्रो नगरपालिकाले राम्रो काम गरेछ। अब यो कुरा छोडिदिउँ राम दाइ, तपाईँको भाइको बिहे चाहिँ किन नगरेको नि यतिखेरसम्म? सुन सुन्दरी भाइ, उसले पनि बिहे गर्छु भनेको छ। अब यसपालि गरिदिनु पर्ला। त्यसो भए यसपालि कान्छो दाइको बिहे खान पाउनु भयो। म पनि साउनेको 50 दिन काम छ, म लाग्यो, तपाईँ पनि घरतिर लाग्नु है। ल सुन्दरी भाइ, हस् त लाग्यो है।
हो माथि बुहारी नानी कहाँ गएर कहाँ जानु नि केन्जी बा माइत गएर कि माइतीको के छ खबर नानी आमालाई ठिक छ सबैले ठिक छ च्यासी बा अनि तपाईँ कता हिँड्नु भएको कता हुनु नि बुहारी नानी तिम्रै घरतिर हिँडेको तिमीलाई बाटोमा भेट भइगयो बुहारी नानी तिमीलाई एउटा कुरा भन्नु थियो के कुरा हो त्यस्तो भन्नु न के हुनु नि बुहारी नानी यसो अलिकति खर्च चाहिएको थियो ए च्याउसे बा यही कुरा म भन्छु भनेको होइन होइन बुहारी नानी एउटा गोप्य कुरा छ क्या बुहारी नानी म भन्छु नि तिमीलाई केही कुरा ए च्याउसे बा अहिले खर्च छैन यहाँ उतै घरतिरै आउनु अनि तपाईँको त्यो गोप्य कुरा के हो त्यो पनि सुनौँला खर्च पनि दिउँला ल ल बुहारी म घरैमा आउनु ल च्याउसे बा ल हस् दाइ यहाँ हजुरकोमा काम पाउँछ पाउँदैन दाइ अहिले किनभने भर्खर मैले भर्खर नयाँ नयाँ हो बनाउनु पाएको काम हो अहिले काम ए ल ल दाइ म लाग्छु अहिले के गर्नु काम जहाँ खोज्नु पनि पाइँदैन भौजूले काम गर भनेको छ साउनी ए साउनी ए सुन्दरी दाइ पो आउनु भएछ एक कप मिठो चिया बनाएर ल्याउनुहोस् त अनि सुन्दरी दाइ कालो चिया ल्याउँ कि सेतो चिया ल्याउँ साउनी चिया चाहिँ सेतै खाउँ तर मिठो रङ्गड है चिया त सधैँ मिठो बनाएर दिएछु कि तर के गर्नु जहिले उधारो खाएर जानुहुन्न सुन्दरी दाइ ल ल पहिला चिया त ल्याऊ तिम्रो कति हुन्छ हिसाब सबै गर म अहिले सबै पैसा दिएर जान्छु हिसाब त बन्दै छ नि सुन्दरी दाइ 4 कप चियाको 100 रुपियाँ गिलास भुटाको 150 जम्मा 250 त हो नि पहिला चिया चाहिँ ल्याउनु न साउनी जब 250 त रहेछ नि हिसाब 500 रुपियाँ नै दिउँला नि हुँदैन र हुन्छ हुन्छ सुन्दरी दाइ म मिठो चिया बनाएर ल्याउँछु हेर समाचार यहाँ राजनीति पनि कस्तो राजनीति हो कोही पार्टीमा आउँछन् कोही जान्छन् आफ्नो पछि कोही आन्दोलन गर्छन् आफ्नो देशको हरेक चिजहरू गरम गुरुम बिग्रियो त्यो पनि थाहा छैन मोबाइलमै के हेर्नु भनेको किलो समाचार हालेको हुनु है यतिको यार सुन्दरी दाइ मिठो चिया चिया चाहिँ एकदम मिठो बनाउनु छ सामले है सुन्दरी दाइ पनि मैले बनाएको चिया कहिले चाहिँ नमिठो भएको छ र यति मिठो चिया बनाएर खुवाउनुहुन्छ र पो म सधैँ तिम्रो पसलमा आउँछु त नत्र अन्त गइहाल्छु नि अनि सुन्दरी दाइ खोइ त पैसा ए पैसा ल पैसा दौ उतै छोड यो एकैचोटि दिउँ न है भोलिपछि त्यो अघिको हिसाब आजको हिसाब गरिदिउँ न भोलिपछि एकैचोटि दिउँ ल म हिँड्नु यो सुन्दरी दाइ पनि जहिले बाँकी अघि त 500 रुपियाँ दिन्छु भन्थ्यो अहिले त नदिकन भाग्यो भोगामा त ताल्छै होला यो ताल चलाएर दाजु कहाँ गयो होला चाबी पो कता हो हिँडी राख्ने गरे ए चाबी होइन यस बेलासम्म आउँदैन यो दाजुभाइ कहाँ मुन्ट्या होला नि ए तिमी पनि आज माइतबाट बेलैमा आइछौ आएँ अनि तपाईँको दाजुभाइ चाहिँ ढोका पनि दाजु लाएर कहाँ जानुभएको थियो नि
कहाँ हुनु नि कान्छालाई त्यो स्यामे कहाँ रातो माटो लिएर आ भनेर पठाएको छु म चाहिँ अफिस नगए पनि धेरै भयो त्यो त तिमीलाई पनि थाहा छ नि अनि यसो अफिस पुगेर आउँ कि भनेर अफिस गएर आएको नि अनि साँच्ची कान्छा आइपुगेको छैन भने अब म आउँदा ढगामा ताल चलाएर दाजुभाइ नि हुनुहुन्थेन अब तपाईँको प्यार भए कहाँ जानु भन्नु मलाई थाहा हुन्छ होइन यतिखेरसम्म त्यो कान्छो कहाँ गएछ भने खै माइत जानु अगाडि सन्ते दाई भाउसँग बसेर खाएर हुन्छ र बाबु के काम खोजेर गर्नु न भने थिएँ के काम खोज्नु जानुभयो कि दाजु भोजी आइसक्नु भएछ ए कान्छा पनि आइपुग्यो आइज कान्छा बस आइज दाजु भोजु आइसक्नु भएछ कतिखेर आउनुभयो ए भाउजू अघि नै आइपुगेको थिएँ म एकछिन भयो आएको अनि कान्छा तँ त माटो लिन गएको थिइस् माटो ल्याइस् त माटो ल्याएर भित्र राखिसके अनि छ नि दाइ तपाईँले भने जति माटो त दिएनन् नि हो र हो नि 8 पाती भने 4 मानो जति दिएर पठाए त्यो स्यामे पनि त्यही भएर मैले त्यसलाई केही दिनै मन लाग्दैन भने जे चिज लिएर गए पनि आधी मात्रै दिन्छ फेरि आफै ल्याइदिने हो र लिन बोलाउँछ भने म माटो लिएर आउँदा त तपाईँ घरमा हुनुहुन्थेन नि कहाँ जानु भएको थियो ए म पनि अफिस नगएको धेरै भयो त्यो त तिमीहरूलाई पनि थाहा थिएन छ यसो अफिस पुगेर आऊँ भनेर अफिस गएर आएको नि अनि कान्छा तँ चाहिँ माटो लिएर आएर अनि फेरि कहाँ गएको नि कहाँ जानु दाइ भाउजूले यसो काम खोज्नु न बाबु भन्नुभएको थियो त्यही भएर यसो चाहिँ ज्यामी काम खोज्नुभएको अनि पाउनु भयो त काम कहाँ पाउनु भाउजू काम पाइन्छ कि भनेर जताततै खोज्नु गएको इँटा बोक्ने ठानी गएँ बाला चाम्ने ठानी गएँ ढुङ्गा फुटाउने ठाउँ गएँ तर कामै पाइएन मन लाएर खोज्नुपर्छ नि त अनि पो पाइन्छ त काम नगरौ तिमी खाली देवल देखिसन्नौ अब पाइएन त पाइएन अर्को दिन पाइहाल्छ नि खाली तिमी पनि कान्छा तँलाई छके पनि ला होला गएर आराम गर्छ एकछिन तेरो भाउजूको बानी नै तँलाई थाहा छ नि छैन थाहा छ भाउजूको बानी मलाई कस्तो माया गर्नुहुन्छ मलाई चित्त पनि नहुनु भाइ दुखाउन दाइ ल म यसो आराम गर्छु तेरो लागि म मेरो अफिसमा काम खोजिदिउँला बुझिस् होइन तपाईँ के भन्दै हुनुहुन्छ भाइले अफिसमा काम लगाइदिने रे हुँदैन भोलि गएर हाम्रो अप्ठ्यारो पर्छ के भन्छ यो बुढी अब आफ्नो अफिसमा काम खाली छ भने आफ्नो भाइलाई लगेर लाउँदा के हुन्छ ऊ भन्छ आफ्नै भाइ हो ल अब तपाईँहरूको दाजु त्यसकै गर्नुहोस् भोक लागिसक्यो होला खाना आउनु म पस्किन्छु भोक पनि किन नलाग्नु यस बेला भइसक्यो थाहा छैन खालि अब तिम्रो भुर्गी मात्रै खानु परिरहेको छ पसिनु गर माइ के गर्नु वास्तवमा भाउजूलाई एउटा कुरा थाहा नै छैन त्यो कुरा थाहा पाउनुभयो भने भाउजूले मलाई यो घरमा खान त के बस्न समेत दिनुहुन्न कुरा के भने नि हामी दाजुभाइ साक्कै दाजुभाइ होइनौँ म सौताको छोरो यो कुरा त्यो च्याउसे बुढोले भाउजूको कानमा फुक्दियो भने भाउजूले मलाई यो घरबाट निकालिदिनुहुन्छ अनि हाम्रो दाजुभाइको सम्बन्धलाई टुटाउनुहुन्छ त्यो च्याउसे बुढोलाई कहिले पनि भाउजूसँग भेट गराउनुहुन्न नत्र भने त्यसले खाएको तालमा भाउजूलाई मेरो बारेमा सबै कुरा भनिदिन्छ केही त मैले सोच्नै पर्छ एकछिन आराम गर्छु जति कुरा सोचे नि यस्तै हो दिमाग मात्रै खलबलिन्छ यस्तो माया प्रेम बसेको थियो सम्झनाको र मेरो बिचमा भाउजूले भिडियो खेलेर
हाम्रो माया प्रेम पनि छुट्यो। त्यो दिन सम्झनाले मलाई कान्छा फोन गर्छु म कति तिमीलाई फोन पनि उठाउँदैनौ किन हो? फोन नउठाउन चाहेको त होइन नि, के गर्नु, दाजु भाउजूसँग बसेको काममा व्यस्त हुन्छु क्या। के काम छ र कान्छा त्यस्तो फोनै उठाउनु नमिल्ने? घरेसी काम भइहाल्छ नि घरमा, सम्झना। घरमा भाउजूले फोनै उठाउन दिनुहुन्न। देउर बाबु, ए देउर बाबु, हजुर हजुर भाउजू। यति भाँडा माझ्नु त आएर मलाई गाह्रो भएको छ, एकछिन आराम गर्छु। यो भाउजू पनि एकछिन आराम गर्नलाई आफै नमाजेर सम्झनाले त्यतिखेर बिगार्न पाएको भए छुट्टै बसिन्थ्यो। यो भाउजूसँग काम गरेर बस्नु पर्थ्यो। धान काटा आफै, भाँडा माझा आफै, बडाला आफै, माटो लिन जाऊ, घरको सबै काम गर्नुपर्ने, फेरि माइत हिँडिरहनु पर्ने यही भाउजूलाई। दाइलाई अब जति भने पनि लाग्दैन, दाजु भाउजूकै झगडा पर्छ कुरा गऱ्यो भने। ल ल भाउजू म आएँ। के एकछिन आराम गर्नु पाएन। एकछिन आराम गरौँ भने भाँडा यहीँ तेर्साइदिएछ भाउजूले। यति सानो सानो भाँडा त आफै माझे हुन्थ्यो नि, खालि देवर देवर भनेको छ। देखिसक्नु छैन के गर्नु, मान्नै पर्यो होला। फुट्यो नि फुट्यो। म त कहिलेकाहीँ त मलाई यस्तो झोक चल्छ कि आफू चाहिँ आराम गर्ने, देवरलाई काम लगाएर खाना पल्केर। के गर्नु, यो भाउजूले सबै काम मलाई लगाउनुहुन्छ, आफू चाहिँ बसी बसी खाने। यसो फुर्सद भयो भने यताउति चाँजो पाँजो मिलाउनु, माइततिर कुदिहाल्ने। प्रतिदिन हो, मैले पनि जानेछ नि। अहिले मैले सहेर बसेर काम गरिरहेको छु। मेरो पनि कुन दिन मौका आउँछ, अनि मौकामा चौका हान्ने हो कि छक्का हान्ने हो मलाई थाहा छ। अहिले देवर बाबु ल्याउ न, यो गरौँ न, ऊ गरौँ न। यसो पैसा कतै केही घुम्न साथीभाइसँग जानु पऱ्यो भने चाहिँ वास्ता व्यस्त केही छैन। यत्रो चाहिँ जग्गा बेचे पैसा माइत गएर कसले पोस्यो मलाई थाहा छ नि। मैले दाइलाई सुनाएको छैन, कुन दिन कान फुदिन्छु अनि थाहा पाउनुहुन्छ। अहिले मलाई यहाँ भाँडामा लगाएर एकछिन आराम गरौँ त भने। हेर त्यति राम्रै सम्झनासँग कति राम्रो माया प्रेम बसेको थियो। भेट्न आउँथिन् लुकी लुकी, कसैले यसो ल्याउँथिन् गिफ्ट। ओहो अहिले त नकोही नकोही आफ्नो। यही देवाले काम गरेको एउटा चाकरी खोजेर खानु न भन्दाखेरि कहीँ पनि काम पाइएन अरे। यहाँ छ कामहरू अन्ताका छन्। उतिको लभ गरी हिँडेको बिहा गर्नु भनेर दिन्छु होला म छिटै बिहा गर्नु। धेरै यहाँ गिलास चिया पनि दिनकै 5 कप 6 कप पकाउँदै खुसखुस खाँदै, न दाजुलाई दिन्छ यो भाउजू, न मलाई। ल्याउ नि त देवर बाबु, 1 कप पकाएर नि मिठो चिया बनाइदिएर खानेर दिन्छन्। यस्तो छ गिलास ल्याएर यहाँ चिया खाएको, कुना बस्ने चिया खाने, यस्तो खाले छन् हाम्रो भाउजू। दाइले नि के हेरेर बेगरे। पालिको सुन्नु चाहिँ एउटै गति हेर्नु लाग्यो यति राम्रो छ। लाई लागेर बिजोग छ, एउटै गतिले सुनिन्छ। के गर्नु, अनि लाइले खानु हुँदैन, यसमा केही मिसमास गरेर बनाउनु पर्यो। के गर्नु
अहिले पाली सिमीलाई ल्याएर खानै पाइएन मजाले। अब यति सिमी चलि राम्रो भनेको अब यसैमा भरे आलुसाले मिसाएर बनाउनु पर्ला। धेरैजना पनि छैन कुन त पुग्छ के गर्नु छैन ठाउँ छैन। ए बुढी तरकारी के लाउँछौ घरलाई? तरकारी के लाग्यो के लागेर एउटा राम्रो छैन कतिले छैन। हेर न अहिले पालि त हो आलुसाले मिस्नु पर्ला भनेर। त्यही त भने अहिले पालि लाइ नै लाइ पऱ्यो भने सिमी औषध ल्याएर नि हाले हो है। तर यो त राम्रै रहेछ त नि। यति रहेछ राम्रो रहन्छ। अलिअलि औषध ल्याएर यसो हाल्ने हो कि फेरि औषधि एकचोटि हाल्नु पर्ला। अनि यसमा के हाल्ने? आलु हालेर पकाउने? आलु मिसाइदिने यसो। ठिक छ मिठो पारेर धेरै झोल नहाल है। हुन्छ भइहाल्छ नि। अनि त्यो दालमा पनि जिमु सिमु झानेर बनाऊ है। यो सबै थरी बनाउनु म सक्दिनँ। तपाईँकै भाइलाई भन्नुहोस्। एक थरी त बनाउनु गाह्रो भयो बेलामा दाल बनाउने जिम्मे जाने कति भाइलाई मात्रै देखिसक्नु हो। त्यही एउटा भाइ छ सोझो छ। अरूका भाउजूहरू एउटा देवरलाई कति माया गर्छन्। जे काम गर्न लाए पनि मिलेर गर्छन्। अरूको भाउजूहरू अरूको देवरहरू मिलेर बसेर देख्दाखेरि त्यो भाइलाई कति चित्त दुख्दो होला। तिमी चाहिँ खालि त्यही भाइलाई मात्रै टोकसो गर्छौ। विचार त तिमीलाई काम त सकाइदिया छ नि। यताउतिको घरधन्दा त तिमीले पनि सघाउनु पर्छ नि कहिले कहिले त। खालि देवरलाई मात्र लाएर हुन्छ होइन। तपाईँको भाइले के गर्नु त? ऊ त्यो खोपामा राखेर पूजा गर्नु त? तिमीलाई कसले खोपामा लगाएर पूजा गर भनेको छु। मेरो भाइलाई पूजासुजा गर्नु पर्दैन। यसो टोकेसो मात्रै गर्ने होइन काममा पनि सघाउनु पर्छ के। जे काम गर्न पऱ्यो भाँडा मान्नु पऱ्यो भने उसैले लाउने। तरकारी केलाउन दाल पकाउनु पऱ्यो भने उसैले लाउने। यताउति खेतको काम गर्नु पऱ्यो भने उसैले लाउने। उसलाई मात्रै चित्त दुख्दैन? तिमीले पनि यसो सघाइदियो भने उसलाई पनि कति मेरो भाउजूले त आहा एकदम राम्रो मेरो भाउजू मलाई काममा पनि सघाउनुहुन्छ माया पनि गर्नुहुन्छ भनेर गाउँमा उसले भन्दाखेरि गाउँलेहरूले पनि उसलाई र तिमीलाई कति माया गरे रहेछ भन्ने सोच्छन् गाउँलेहरूले। तिमीलाई कति मान्छन्। यस्तै व्यवहार गर्ने हो भने गाउँलेले पनि तिमीलाई गर्दैनन् कि। नगर्नु जाहिर खोजेर खानु भन्दा मान्नु पर्थ्यो नि त। एउटा जाहिर खाइदियो भए सबै काम म गरिहाल्थेँ नि। बिचरा जाहिर खोज्नु गातो हो नि। अब नपाएपछि के हो नि। त्यही माथि फेरि भन्ने बित्तिकै जागिर पाइन्छ भने कस्तो कता पढाइ मान्छेले त जागिर पाएको छैनन्। बिचरा अब ज्यामी काम गर्छु भनेर पनि खोज्न गएको थियो अरे कहीँ पनि पाएनछ। ठाउँ ठाउँ गएको रहेछ त पाएनछ त खोजेर खाइहाल्छ नि। खालि जागिर खाएन कति दाजुभाउसँग बसेर खाएर हुन्छ भनेर टोकेसो मात्र नगर न। एक दिन खाइहाल्छ नि उसले। जाहिर खोज्नु गएको हो कि त्यही परिवारको लप परेको तरुनी चाहिँ भेट्नु गयो तिम्रो भाइ। तिमीसँग कुरो गरेर साँच्चै बरु सुन न तिमीसँग एउटा कुरो गर्नु। के कुरो फेरि? त्यो छ नि हाम्रो त्यो तल्लो बेसीको त्यो खेत पैसा तिम्रो नाममा पैसा जम्मा गरेको थियो नि। त्यो चलाकी त छैन तिमीले है? ए त्यो पैसा छैन चला छैन। ए नचला भए राम्रै भयो नि। चला छैन। पछि फेरि हाम्रो कान्छाले पनि बिहा गर्छु भन्यो भने भिन्नु बस्छु पनि भन्ला। भिन्नु बस्छु भन्यो भने आधी अंश त उसलाई पनि दिनुपर्छ। अनि त्यो पैसा नासेर छ कि के गरेछ भनेर तिमीलाई सोध्न खोजेको। अब उसको केटीको लागि त्यो भोलि छ नि भोलि लापो क्या उसलाई भनेको छु। उसले कुरा ल्याउनु पनि सक्छ। ए भनेपछि त त्यत्रो चिन्ता त भाइकै पो लागेर छ होइन? म त के नि गर्नु सोधे होला भने त एकछिन फोन ल कुरो गरे त्यही लापो भोले भण्डारीको पो फोन आएछ। कतै हाम्रो भाइलाई केटी पो मिलायो कि म एकचोटि उसलाई भेटेर आउँछु है। पर्दैन भन्नु झुक्राको त्यो पर्दैन भन्नु मिलाउनु पर्दैन भन्नु। म फोन काट्छु त्यहाँ उयो गरेर कुरो गर्छु। ल तिमी त्यो तरकारी सरकारी तिलाएर खानासाना बनाएर राख। त्यो भाइलाई फेरि यताउति कर्कर गर्ने होइन फेरि। यी बुढाले आज मलाई 81 पैसाको बारेमा सोधे। मैले माइत आमालाई दिएको कुरा थाहा पाएँ कि क्या हो? केही गरी थाहा पाएँ भने गरौँ पर्छ निकाल्दिनु भयो। फेरि 81 ल चाहियो भन्यो भने कहाँबाट ल्याइदिनु? टेन्सन हो अब के गरी मिलाउने होला यो व्यवहारमा।